ल साथीहरू, आज चाहिँ हाम्रो बाबा चाहिँ यहाँ सेफ बन्नु भएको छ है। त्यो कारण पनि छ किन आज चाहिँ सेफ हुनु पर्यो बाबा भनेर चाहिँ। यसको कारण पनि एकदम गहिरो र एकदम दुःखद लाग्दो छ। हेर्नुहोस् त ल, कटाइ हेर्नुहोस् त एकदम कति फास्ट र एकदम कति क्लिन। तर मेरो क्यामेरा क्लिन छैन जस्तो लाग्यो है। अनि दुःखद खबर चाहिँ यस्तो छ, हेर्नुहोस् यहाँ हात यस्तो भयो। के भएको हेर्नेले बुझ्छन् होला, त्यही पनि म भनिदिन्छु। हात चाहिँ चर्केको छ मेरो, त्यही भएर चाहिँ त्यस्तो छ। अब यहाँ मेरो लागि चाहिँ अन्डा बन्दैछ यहाँमा। होइन के हो त्यो प्रोफेसनल भनेकाले भाडा चाहिँ अनप्रोफेसनल परे जस्तो छ है त। ट्याक्क हाम्रोमा त फेरि तेल, बजारको तेल चलाउने चलनै छैन साथीहरू। हेर्नुहोस् त एकदम लोकल घिउ, हेर्नुहोस् त कस्तो मङ बास्ना आउने। आहा, यस्तोमा अन्डा भात भुटेपछि त अनि के चाहियो साथीहरू। ल हेर्नुहोस् ट्याक्क। अब यहाँ चाहिँ हामीले आज अम्लेट बनाउन लागेका छौँ। सनी साइड खान लाग्यो होइन, प्याज काटिराख नि। होइन म त मलाई त उनी नर्मलै भनेको थिएँ नि त। ए होइन अरे साथीहरू, आज हामीले फेटेर खाने अरे, अनियनवाला खाने अरे। अनियन अमलेट, अनियन अमलेट, नट टमेटो। नुन हाल्ने होला नि, नुन पकाएर। ल साथीहरू, हेर्दै गर्नुहोस् कसरी फेट्न पर्छ, कसरी अन्डा हेर्नुहोस् एकदम क्लियरली फुटाल्नु पर्छ। नुन कति हाल्नुपर्छ एकदम अमलेटमा, अलिकति बढी है। जस सनी साइड अप भन्दा ऊ त खरिसक्यो, एकदम आगो लाउन लागिसक्यो किचनमा चाहिँ। हेर्नु साथीहरू, ओहो लाउन बिनी एकदम यो प्योर घिउ मङ बसा किचन त पुरै। अरू मैले के हेर्नु, नुन र प्याज र मर्च हालेँ। एकदम मजाले फिट्ने। यो मिक्स भइसकेको छ। अब मैले यसलाई चाहिँ यसरी हालेर ग्यास चाहिँ अहिले मारेको स्लो छ। अब यसलाई चाहिँ मैले हल्का यसलाई चाहिँ फेरि अमलेटको लागि चाहिँ मैले यसरी यसलाई चलाएँ। ल यो चाहिँ अब लगभग हाम्रो यसरी बनिसक्यो है। हेर्नुहोस् यसरी हलिनुपर्छ, कहीँ पनि टाँसेको हुनु हुँदैन। र यसरी यो हाम्रो फ्लफी अमलेट हो। यसको लागि चाहिँ हामीले बराबर भयो। यो राम्रोसँग हाम्रो तेलमा चाहिँ, घिउमा चाहिँ एकदम राम्रोसँग यसलाई चाहिँ हामीले अन्डा चाहिँ हालिएको छ। यसमा चाहिँ अब यति बेला धनियाँ छैन, माथिबाट हल्का धनियाँ हालेर या टमाटो हालेर बनाउने हो खास। अब यसमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा यसलाई हाफलाई यति गर्ने र स्लो गर्ने। र यही चिजलाई फेरि हामीले यहाँबाट यसको दुईवटा मुखलाई चाहिँ बन्द गरिदिने। फ्लफी अमलेटको लागि चाहिँ हामीले यसरी गरिन्छ। र यसलाई हल्का प्रेस गर्दै अँठ्याएर हल्का यसो गर्ने। र यसलाई अब हामीले यता फर्काउने, फेरि यसलाई चाहिँ त्यसरी नै यसको मुख चाहिँ बन्द गर्ने। ल साथीहरू, तपाईँले चाहिँ एउटा अन्डा बनाउन सिकिसक्नु भएको छ। यसरी चाहिँ घरमा मम बाबाहरूलाई खुवाउनुहोस्। यसरी बनाउनु होला। एकदम यम्मी। एउटा अन्डा हो र थोरै मात्रामा प्याज र नुन मात्रै, यतिले पनि यति ठुलो अन्डा भन्नु। फ्लफी भनेको एकदम फुलेको, टक्क फुलेको, एकदम फुलेर सम्म भएको पिज्जा टाइपको हेर्दाखेरिमा चाहिँ यस्तो चाहिँ अन्डा बनाएर खानु होला सबैजनाले।
ल है त भिडियो मन परे चाहिँ ट्यागको लाएर सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् अब फेसबुकमा हो भने फलो गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् किन